म आज धेरै दिनपछि भिडियो लिएर आइरहेको छु। जर्जेटको ब्लाउज कसरी काट्ने भनेर धेरै दिनपछि कार्यक्रमको व्यस्तताले गर्दा भिडियो लिएर आउन पाएको थिइनँ। आज म जर्जेटको ब्लाउज काट्ने तरिका लिएर आएको छु, हेरिदिनु होला। ब्लाउज भित्री भएको भनेर लिएर आएको छु, हेर्नु होला। र साथसाथै मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र फुल भिडियो हेरिदिनु होला भन्न चाहन्छु। र साथसाथै म यस्तै भिडियोहरू फुर्सद भएसम्म भ्याएसम्म लिएर आउनेछु, हेरिदिनु होला है। लाइक कमेन्ट सब्स्क्राइब गर। यो ब्लाउजको भित्री काट्ने हेर्नु होला, पुरा लम्बाइ नाप्ने है। यसको चाहिँ 15.5 को लम्बाइ भएकोले हामीले यो 15.5 मा चिनो लायौँ। त्यसपछि यो 1.5 इन्च सिलाइ भाग, तलको भाग है त साथीहरू, हेर्नु होला है। र यो गला भाग हामीले 2.5 इन्च राख्छौँ। यहाँबाट यहाँ 2.5 इन्च र यहाँबाट हामीले यो गला कति खोल्ने त्यो अनुसारले हामीले अहिले यो गला चाहिँ मैले 8.5 मा काटेको छु, हेर्नु होला। र यहाँबाट काखी मैले 6.5 गरेको छु। ब्लाउज यो चाहिँ छाती 37 को ब्लाउज हो। यहाँबाट हेर्नु होला साथीहरू, यहाँबाट यहाँसम्म 9.5 गरेको छु सिलाइ भाग। त्यसपछि हामीले यो छातीको सेन्टर भाग ठ्याक्क नापेर मैले यो चाहिँ 10 मा लगाएको छु है साथीहरू, हेर्नु होला। अनि यो अगाडिको हाम्रो यो टेकिङ भाग है त, यहाँबाट मैले यो यहाँ 3.5 सम्म गरेको छु, हेर्नु होला। त्यसपछि यहाँबाट हामीले यो तलको मोड्ने भाग हो, लम्बाइ भाग हो। लम्बाइ भागबाट यहाँ चाहिँ 1.5 इन्चमा लगाछौँ, हेर्नु होला है त साथीहरू। त्यसपछि अनि हामीले यो बिचको सेन्टर भाग पनि यहाँबाट यहाँ हामीले 1.5 इन्च, यहाँबाट यहाँ हामीले 1.5 इन्चमा चिनो लाउँछौँ है। त्यो गोलाइ भाग पनि साथीहरू, हेर्नु होला। अनि यो अगाडिको चाहिँ छ नि हाम्रो यो पछाडि खिप हुने भएकोले हामीले यो पछाडिको यो चाहिँ सिधा राखेछौँ है त। यो खास गरी अगाडि खिप हुनेमा हामीले यस्तो छड्के टेकिङ राख्छौँ, हेर्नु होला। मैले यहाँबाट यो गलाबाट 2.5 3 मा यो चिनो लाउँछौँ, यो अगाडिको टेकिङको भाग है त, हेर्नु होला साथीहरू। यो भिडियो बनाउनलाई अलिकति असहज भइरहेको छ, अप्ठ्यारो भएकोले मसँग यो अडाउने नभएको हुनाले अलिक गाह्रो भइरहेको छ। हजुरहरूले बुझ्नुभयो कि भएन, हेर्नु होला। यसरी काट्छौँ। त्यसपछि यो भित्रीलाई हामीले यसरी नै हेर्नु होला। भित्री मिलाइसकेपछि, भित्री हामीले काटिसकेपछि यसैको छापेर हामीले काट्ने गर्छौँ, हेर्नु होला। यसको छापमा काटेपछि अब ठ्याक्कै त्यसलाई नापिराख्नु पर्दैन बाहिरी भागलाई है त साथीहरू। अब यसरी हामीले चाहिँ यसको छाप अनुसार यसको पहिला अगाडि भित्रीको पाटालाई राम्रोसँग हामी नापेर काटिसकेपछि यसलाई छापेर हामी यो कपडामा यसरी छापेर काट्ने गरेछौँ, हेर्नु होला साथीहरू। यो भिडियो बनाउनको लागि अलिक अप्ठ्यारो भएको कारणले गर्दा हजुरहरूलाई राम्रोसँग मैले भिडियो देखाउन पाएको छैन, हेर्नु होला। यसरी अगाडिको पटक साथीहरू, हेर्नु होला। यो हामीले चाहिँ अगाडिको पाटा काटिसक्यौँ, हेर्नु होला साथीहरू। अब यो म पछाडिको भाग काट्न
अगाडिको पाटा हो हैन, यो पछाडिको हो, यो लम्बाइ अब त्यो बराबरको भइहाल्यो हैन। तर हामीले हाफ इन्च अगाडिको भन्दा पछाडिको पाटालाई चाहिँ हामीले हाफ इन्च कम काट्छौँ लम्बाइमा है त साथीहरू। त्यसपछि यो गला चाहिँ हाम्रो घैला डिजाइनको भएर यस्तो भएर चाहिँ किन बाङ्गो गर्नुभएको भन्नुभयो होला हैन। हामीले यो चाहिँ यहाँबाट यो 2.5 नै गर्छौँ है, अनि यहाँबाट यहाँ चाहिँ कति गला खोल्ने त्यो अनुसारले गर्छौँ हामीले है। यो चाहिँ हाम्रो 12.5 गला खोलिएको छ, हेर्नु होला। हजुरहरूलाई मैले नापेर पनि देखाउँथेँ, तर के गर्नु स्ट्यान्ड नभएको कारणले मलाई अलिकति गाह्रो भएको छ र मान्छे बनाउने पनि नभएकोले हेरिदिनु होला। मैले सक्दो कोसिस गरिरहेको छु। र योबाट यहाँबाट यो हाम्रो चाहिँ यो भाग चाहिँ हेर्नु होला, यो चाहिँ मोटो अनुसारले खोलिन्छ है त साथीहरू। चाहिँ ठिक्क अलि पातलो भएकोले हामीले 3.5 मा राखेको छौँ। यहाँबाट यहाँ 3.5, त्यसपछि यहाँबाट यहाँ 3.5 र यो माथि चाहिँ हामीले यहाँबाट यहाँ 2.5 नै गर्छौँ है साथीहरू। यहाँ धेरै खोल्दाखेरि कुम झर्ने डर हुन्छ, त्यही भएर यति खोलेर हामीले हल्का यस्तो गरेर यहाँबाट यसरी राउन्ड सेप गरेछौँ। यो चाहिँ घैला डिजाइनको गला हो। हेरिदिनु होला। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला, लाइक कमेन्ट गरिदिनु होला। मैले धेरै दिनपछि यस्तै कामको व्यस्तताको कारणले भिडियो ल्याउन सकेको थिएन, अब निरन्तर ल्याउने छु। हेरिदिनु होला है। हजुरहरूले कतिको बुझ्नुभयो। अब हामीले चाहिँ यसरी अब पहिला बाहिर काटिसकेपछि अनि भित्रीलाई चाहिँ हामीले यसरी छापेर बाहिर भित्री काटिसकेपछि यसरी छापेर काट्ने गर्छौँ है साथीहरू। हेर्नु होला कस्तो लाग्छ हजुरहरूलाई हाम्रो भिडियो। यो ब्याक साइड पनि हामीले काटिसक्यौँ। हेर्नु होला साथीहरू। अब यहाँ हाम्रो यो टेकिङ ब्याग त हजुरहरूलाई थाहा छँदैछ, यो पछाडि यो राख्ने ब्लाउज हो है त। हेर्नु होला, यो मैले कटिङ गरिसकेँ ब्याक साइड पनि। अब म बाहुलाको देखाउने छु, हजुरहरू हेर्दै गर्नु साथीहरू। यो चाहिँ बाहुलाको हो, बाहुलाको मेजरमेन्ट गरिरहेको छु, बाहुला काट्ने कसरी भनेर देखाउन गइरहेको छु। यहाँ हेर्नु होला साथीहरू। यो बाहुला चाहिँ यहाँबाट हामीले यहाँसम्म फुल बाहुला है, यो 21.5 को हो लम्बाइ। त्यसपछि यो हामीले यो यहाँबाट यहाँ 1.5 इन्च सिलाइ भाग राख्छौँ। र यो चाहिँ के को भन्नुहुन्छ भने यो चाहिँ हामीले यहाँ चाहिँ यो बटम हाल्ने भाग 7 छ। बाहुलाको मोता हो यो है साथीहरू, बाहुलाको मोता हो। र जस्तै यहाँबाट हाम्रो हुन्छ नि यो सेन्टर भागबाट यहाँ हामीले 11 इन्चमा कुइना भाग राख्छौँ है। मैले राम्रोसँग बुझ्ने गरी भनिदिएको छु। हेर्नु होला, हामीले कुमदेखिको यहाँ नाप्दाखेरि 11 मा हामीले कुइनाको भाग राख्छौँ है साथीहरू। हेर्नु होला। र कुइना हामीले नाप्ने त्यो नाप अनुसारले हामीले यो चाहिँ 11 मा नापेको हुनाले 11 मा चिन्ह लगाएको छौँ। हेर्नु होला है साथीहरू। यो चाहिँ हामीले सिलाइ भाग राखेका छौँ। हेर्नु होला, बुझ्नुभयो कि भएन, बुझ्नुभयो पनि नभए पनि हामीलाई कमेन्ट गरिदिनु होला। हाम्रो भिडियो कस्तो लाग्यो, कस्तो लागिरहेको छ हेरिदिनु होला। अनि हामीले यो बाहुला भाग चाहिँ हामीले बाहुला काट्दाखेरि यस्तो डेउरी पारेर काट्दा हामीलाई सजिलो हुन्छ, त्यही भएर हामीले बाहुला काट्दा जहिले पनि हामी डेउरी पारेर काट्छौँ है त, फुल बाहुलाको लागि चाहिँ साथीहरू। यसरी कटिङ गरेर हेर्नु होला। म कटिङ गरेको देखाइरहेको छु, अलिक भिडियो अप्ठ्यारो भइरहेको छ बनाउनलाई, त्यसको लागि हजुरहरूले बुझिदिनु होला है। हेर्नु, यो सिलाइ भाग हो, यसरी काट्ने। त्यसपछि हामीले यो सेन्टर भागमा यसरी चिन्ह लाउने। र अघि मैले 11 मा यो हाम्रो यो भाग हुन्छ भनेको थिएँ, यसमा पनि हामीले कट गर्ने है साथीहरू। हेर्नु होला, यो जर्जेटको ब्लाउज मैले काट्ने तरिका हजुरहरूलाई सकेसम्म सजिलो गरी देखाइरहेको छु। हेरिदिनु होला। यदि बुझ्नु भएन भने फेरि कमेन्ट गरिदिनु होला। म फेरि राम्रो भिडियो लिएर आउने छु। बनाउने मान्छे स्ट्यान्ड नभएको कारणले गर्दा अलिकति गाह्रो भएको छ, त्यही पनि हजुरहरूलाई अलिअलि भए पनि बुझ्ने मौका हुन्छ भनेर मैले यो भिडियो
राख्दैछु। साथीहरू हेरिदिनु होला र साथसाथै मेरो भिडियोलाई फुल वाच गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला र मेरो यो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है त साथीहरू। ओके बाई।